नमस्ते एभ्रिवान, म चाहिँ हजुरहरुकै रवि हैन। अनि धेरै पछि आइम ब्याक हैन, किनकि अब यस्तै भइराछ के। हजुरहरुले केही खुसीको कुरा सुन्न पाउनुहुन्छ चाँडै। अहिलेको लागि चाहिँ त्यसमै दौडधुप गर्दैछु हैन। ठिकै छ हैन, केही छैन खैर। अनि आज चाहिँ के भन्दा सबैले अब मेरो साथीभाइहरुले चाहिँ परान मुभी चाहिँ बवाल छ भन्दै अस्ति मेरो माथिको अंकल थिएन के हैन, परान मुभी चाहिँ बवाल रहेछ रवि, त्यसको रियाक्सन गरिहाल्छ चाँडो भन्दै थिएन। भ्याकै छैन टाइम, हेर्नु न। आजभोलि चाहिँ एकदम बिजी हैन, के भन्छ अब फुर्सदै छैन, के हुन्छ है। ल ठिक छ, अब चाहिँ केही कुरा नगरिकन चाहिँ हामी सिधै डाइरेक्ट परान मुभीको चाहिँ रियाक्सन गर्न जाँदैछौँ हैन। हेरिदिनु होला टक्क लाएर, अनि हामीलाई थोरै माया नि देखाइदिनु होला। अनि लाइक कमेन्ट शेयर सब्सक्राइब गरेर चाहिँ मलाई अलि चाँडो मोनेटाइज होस्, मेरो यसबाट इन्कम हुन थालोस् भन्ने मेरो चाहना हो। त्यस्तै भइराख। ल आयो हजुरहरु, अब हेर्नुस् है त। ल टक्क लाएर 3 2 1 गो। मैले नि हेरे हैन, हजुरहरुकै अगाडि बसेर हेर्ने हो। कति धेरै मान्छे यस्तो गाईगुईमा कसरी बस्छ सेमाइ? काठमाडौँमा लागेछ, बस्दै गएपछि पानी परिहाल्छ नि बुवा। मेरो औषधि मुस्कान छ, मेरो छेउमा देखेपछि काल पनि डराएर भाग्छ। हेमानी, के त्यो गरेको रियाल झर्ला? मेरो बाको बोल्नै मिठो, सुनिराखौँ जस्तो। त्यो भर्तेको घर नातिले गर्दा कस्तो उज्यालो भएको। त्यसो भए त त्यसको घरमा त बत्ती नै बाल्नु पर्दैन होला हैन त बा? संसारकै भागीमानी बाउ होस्। मनमा केही खत पालेछस् कि क्या कान्छा? दुनिया कहाँबाट कहाँ पुगिसक्यो, ऊ चाहिँ स्वर्ग जान्छस् भन्दा गुहान नपाइएला भन्नेमा छ। तिमी त मेरो परान हो, शरीरले परान छोडेर कसरी बाँच्न सक्छ? यस्ता आदर्शको कुराले चाहिँ नि कसैको घरमा चुला बल्दैन। सन्तान भनेको बुढेसकालमा बाबुआमाको ढुक्रुकी बन्ने मात्र होइन, ढुक्रुकी गोन्ने पनि चाहिन्छ। तेरो बाबुको परान सासले होइन, तेरो सासले चलिरहेको हो। म चाहिँ छोरी होइन कि माइलो भएर जन्मिनु मेरो गल्ती हो? लाटो रहेछ त बुझी तामाङले। बाले हाम्रा मनका कुरा भन्दैन भन् किन बुझे? हामीले चाहिँ बाले भन्दै पनि बाका मनका कुरा बुझे। भन्दैन भनिकन मनका कुरा बुझ्ने भएर त बा बनेका होला नि। पहिला बामा मरेपछि छोराछोरी टुरा हुन्थे, अहिले छोराछोरी बढेपछि बामा टुराउँदा रहेछ। म कान्छु। हाउ आर यु दाजु भाउजू? बढ्दै रोमान्टिक हुनुभयो, घरमा मौका मिल्दैन क्या? ल फाइनल गाइज, हामीले चाहिँ अब परान मुभीको चाहिँ ट्रेलर पनि हेरिसकेको छौँ। टिजर हो कि ट्रेलर हो मैले त यादै गरिनँ है। हेरिसकेको छौँ, तै पनि केही छैन खैर। एकदम राम्रो, एकदम मन छुने। अब उहाँहरूको शब्दले चाहिँ एकदम मनमा चाहिँ छुने खाले शब्दहरू छ एकदम हैन। यहाँ टिजरमा त यति देखाएको छ, ट्रेलरमा चाहिँ हैन। अब झनै फिल्ममा त कस्तो देखायो होला त क्या। अब एउटा बाउ छोराको कथा, अनि बुहारीहरूको कथा, बिहे भइसकेपछि कसरी बुहारी र छोरा परिवर्तन भएर चाहिँ कसरी विदेश जान्छ यताउति भन्ने त्यस्तै चाहिँ थोरै अनुभव। अनि बुद्धि तामाङ चाहिँ हल्का लाटो टाइपको जस्तो लाग्यो है। मैले पनि फिल्म हेरेको छैन, अनि त्यही भएर हो आजभोलि त्यस्तै छ। ल के कस्तो लाग्दैछ आजभोलि? लाइक कमेन्ट शेयर सब्सक्राइब गरेर मलाई चाहिँ अलिकति उ गरिदिनु होला। आइफ हजुरहरूले माया नि गर्नुहुन्छ, अहिलेसम्म साथ दिइरहनु भएको छ। अझ यो माया चाहिँ अझ धेरै बनाउनु पर्यो हैन, त्यही हो कुरो चाहिँ। ल आयो हजुरहरू राम्रै, अनि कमेन्ट गर्नु होला के कस्तो लाग्यो। अब अर्को भिडियो रियाक्सन गर्छु म, अनि फेरि त्यही छ है त। बाई बाई।